त्यसमा आफैले पनि म आफू पाँचौँ सेमेस्टरमा अध्ययन गर्दै गर्दा पनि विदेशमा भएका नेपालीलाई मताधिकार दिन सकिन्छ कि सकिँदैन भनेर त्यो अध्ययन गरेको थिएँ र त्यो अध्ययन गर्दै गर्दाखेरि दिन सकिन्छ भनेर म आफैले निष्कर्ष निकालेको थिएँ। त्यो निष्कर्ष त्यो हामीले विवेकशील अभियान मार्फत पनि हामीले नोट चल्ने भोट नचल्ने भनेर त्यो विषयमा निरन्तर वकालत गरिराख्यौँ र अहिले जुन विद्रोह भयो त्यो विद्रोहमा उठेको त्यो मागहरूमा अथवा त्यो विद्रोहको त्यो जुन हामीले सम्झौता गऱ्यौँ सरकारसँग, त्यो सरकारसँग सम्झौता गर्दै गर्दा पनि निर्वाचन प्रणालीमा सुधार हुनुपर्छ। वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा भएका नेपालीहरूलाई पनि योग्य नेपालीहरूलाई मताधिकार दिनुपर्छ, त्यो बेजिल्ला त्यो मताधिकार पनि हुनुपर्छ भनेर हामीले उठायौँ र हामीले पहल पनि गऱ्यौँ र त्यो पहल गर्दै गर्दा एउटा परिणामस्वरूप एउटा सकारात्मक हामीले राष्ट्रिय परिचय पत्रसँग निर्वाचन आयोगको तथ्याङ्कलाई जोडेर केही हदसम्म त्यो एउटा खालको हामीले काम गर्न सक्यौँ। तर ठ्याक्कै अहिलेकै निर्वाचनबाट हामीले चाहँदै पनि त्यो कुरालाई पूर्ण गर्न सकेनौँ। तर यसपटकको जुन राष्ट्रिय स्वतन्त्र पार्टीकै वाचापत्र हेर्ने हो भनेदेखि अथवा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएका नीतिहरू हेर्ने हो भने पनि राष्ट्रिय स्वतन्त्र पार्टी त्यो विषयप्रति प्रतिबद्ध छ। त्यसकारणले हामी आफै पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गरेर अगाडि आउँदै गर्दा हामी विश्वस्त छौँ कि हाम्रो नेतृत्वको जब सरकार बन्छ, हाम्रो नेतृत्वमा बहुमतमा हाम्रो सरकार एउटा चाहिँ संसद चल्छ, त्यो चल्दै गर्दाखेरि पक्कै पनि हामीले खोजे जस्तो विदेशमा भएका नेपालीहरूलाई हामीले मताधिकार दिने गरेर हामीले कानुन बनाउँछौँ र त्यसको लागि हामी निरन्तर वकालत गरिरहन्छौँ, पहल गरिरहन्छौँ।